हौ साथीभाइहरू माइला कत अड्केर बस्यो ए भर्याङ रहेछ नयाँ वर्षको दिन हालिसेको कान्छी बनी गुफामा हामी दर्शन गर्न गयौँ। गुफा निकै अचम्मको र अद्भुत। जना अगाडि म गएँ ल ल ल नानी पछाडि आउनु न हामी बीचमा आउनु रे दुईजना छिटोहरू चाहिँ पछाडि बस्नु झोलाहरू त्यतै त्यता राख्दा हुन्छ नि है दाइ? झोला त्यतै राख है ज्याकेट पनि खोल्नु पर्छ लास्ट टाइम हैन कान्छ चाहिँ अगाडि गए त हुन् सिमरी खिसी गरौ यहाँ हाले पनि हुने रहेछ नि है के तल पैसा पनि यहाँ हाले हुने रहेछ कान्छ होइन तल छ होला भगवानलाई चढाउने भगवानलाई चढाउँ है हुन त यहाँ चढाए पनि हुन्छ होला नि डोनेसन बक्स त हो ओहो यो त यो त पक्का द्वारमै थियो नि द्वारमा त छिर्न खोज्यो खोल्यो ए भर्याङ रहेछ ढुङ्गा पो होला माइला कत अड्केर बस्यो सर्ने नै बिस्तारै छ बिस्तार सर्दै बिस्तार छिर्नु नसक्ने डोरीहरू रहेछ डोरी समात्दै आउनु तारमा चाहिँ नसक्नु है साथी बत्तीको तारमा छ भने अब नयाँ अनुभव हुने भयो त्यसरी बिस्तार बिस्तार आउनु हो तलतिर सार्नु खुट्टा हो त्यसरी आउँछ यो हो त्यो लट्ठामा समात्दै हुने गजबै छैन के हो माथि त सबै शङ्खै शङ्ख छ क्या दाहिने शङ्ख त सबै यता रहेछ त उतै भर्याङै भर्याङ ट्याक्नु यतापट्टि नट्याक्नु हो भर्याङमै भर्याङ ट्याक्दै अब यो सबै उज्यालोमा हिँड्नुपर्ने छ वालहरू छिग्रो छिग्रो यहाँ हेर्नु नि यो त करोडौँ अरबौँको बत्ती गुवाको तार चाहिँ नसामा है यो यहाँ तल खाल्डामा नबस्ने यहाँ खाल्टोमा पसेर छ है खाल्टोमा छ है एउटा बत्ती यता यो माथिपट्टि राख्नु पर्छ यहाँ रस आइरहेको प्रसाद सुन्दै लाग्छ हेर्नु कस्तो कस्तो स्ट्रक्चर भनेको आफै अनि यार यो कस्तो खालको जमिन मुनि यस्तो हुन्छ चुनै लाएर अघि त्यो चुन्छ भन्दै नि पाके बानीले मात्रै थापे पनि आउँछ भन्छ नि ए यतै हो यो हातले भेट्नु छ सोरुम क्या हो यता पनि चुन्छ हल्का हात यो मात्र चुचो लाग्ने यता रहेछ यता त चुँदै रहेछ एउटा त मेरो कानमै पर्छ यसले तपाईँ भाग्यमानी भयो नि यहाँ चुनी लाग्छ हात थापेर टाउकोमा दल्दा त हुन्छ रे हाम्रो तलबाट यहाँ त चुँदै त रहेछ यहाँ रहेछ यो अब शिवजीको के भन्ने शिवलिङ्ग हो शिवलिङ्ग ए यो हो के हो माथि वो यो त टर्नै छ यो ओइ टाउ भेटीहरु यतै रहेछ के हो
बेटीहरू चढाउने यहाँ हो चढाइदियो मलाई यहीँ मात्र हो कि चढाउने त? यही म उता गाह्रो छ मेन भनेको यही हो क्या ल अहिले पनि आयो यार यो गाला हुँदै पो आयो पानी भेट त रहेछ यहाँ आएन नानीलाई जिउ तर ओ यहाँ- तिम्रो अघि नै ज्याकेटमा त चुहेको छैन तिमीले त्यो ए होला चुहुँदो रहेछ हौ चुहुँदो रहेछ उयो क्या, त चुहुँदो चुहिन्छ। रहेछ बेटीहरू चढाउने कि तपाईँ चढाउँदै एक्लै चाहिँ आउँछ हुने रहेछ त्यो कान्छाले दिन्छ त्यो यहाँ छ त्यहाँ चढाउने रे आम्मामा रहेछ आम्मामा यो त छुट्टै खालको ढुङ्गा रहेछ हौ यो नै छ क्या बोला जाने त्यहाँबाट उकालो जाने त्यहाँबाट ऊ पनि छिने बाटो छ छैन त्यस्तै हो फेरि यसै सर्दै आउनुपर्ने होइन अन्तिममा चाहिँ उतै छेउमै जानु किन त कता नजाउँ नजाउँ होला यहाँ ऊ फेरि हुन्छ, उसो भए। उदो जानुपर्ने ए ल ल उसो भए गाह्रो छ त उता उता कस्तो रहेछ है मेन त्यस्तै ए, हो खस- यस्तै हो यहाँ खच रहेछ भर्याङ राख्नुपर्ने खालको ए ओह्रालो छ उनको बोला जानु तर बत्ती चाहिँ राख्नु भएको रहेछ तपाईँहरूले जाने त जान्छ अरे के छ लास्ट र 3 सम्म हो कान्छ होइन माथि कान्छ दर्शनै गरेको छैन त्यो। छिटो अनि फर्किनु भाग्यमानी मात्रै झर्छ भन्छ खै सबैलाई झर्दो रहेछ हौ। झरेको झरै छ खोइ हाम्रो टाउकोमा झरै देखेन टाउको नझर्दा जिउतिर चाहिँ आउँछ जिउतिर चाहिँ झर्नु झर्नु लाग्यो भने चाहिँ यसरी थाहा कहिले अब अलिकति 5 मिटर जति त रहेछ अब भाइ अगाडि भयो। यहाँ यहाँ यस्तो रहेछ फँसेर चाहिँ हेर। अनि ऊ त्यो भित्तासम्म त रहेछ। ए यहाँ चाहिँ भर्याङ राख्नुपर्ने रहेछ है अलिकति खर्च गर्नुपर्छ भर्याङ रहेछ यस्तो गरेर रहेछ एकजना मात्र सुरु एकजना त्यहाँ लास्ट त्यहाँ पर पुगेपछि सक्छ छ उँभो पढ्नु यस्तै छ कि यसरी ए यस्तो उँभो भयो उँभो जानु पर्यो उकालो जाने ठाउँ छैन बरु अलिक उताबाट चाहिँ उँधो जाने बाटो छ क्या उदो चाहिँ छ अझ। छैन के बाटो के छैन गएर जाऊ। लास्ट त्यही हो जाने ठाउँ छैन। यहाँ छैन हौ त्यही त यहाँ 10 जना छैन, ठिकै बाटो भयो छैन, यति हो जान्छ। यति चाहिँ टाँगिराखेको रहेछ। एकतर्फी 10 जना ट्याक्क आउँदो रहेछ है यतिमा 10 11 डल्लु 12 जना यहाँसम्म आउँदाखेरि 12 13 जनासम्म त आउँदो रहेछ यहाँ 10 जना गऱ्यो त्यतैबाट 10-12 जना चाहिँ अड्किएर यहाँ भोलि पर्सि गर्दा कहाँ 10 जना 15 20 जना छिर्छ होला त्यतिखेर चाहिँ व्यवस्थापन गर्न अलिक यसरी हेरिरहनै पाएन पारा दिनु पर्यो पारा त बाटै छैन बुझ है। अहिले चाहिँ हेर्ने मात्रै हो बस पारेर हेर आउनु यता रहेछ भगवानले चढाउने यता शिवलिङ्ग आम्मामा। यता आज पिरो त जाँदैन। विनोद चाहिँ बोला है लिङ्ग चाहिँ थुप्रै बनेछ दादा रहेछ ल लास्ट हेरेर आउनु म चाहिँ यहाँतिर हेर्दैछु एकछिन पर्खेर आउनु है। हामी चाहिँ निस्क्यौँ। ल आम्मामा पुरा पानी रसिराखेको यो छुट्टै खालको छ क्या चट्टान नै हरेक ठाउँमा रसिरहेको छ यो चट्टानै टल्किन्छ कि त्यहाँ हेर्नु न सेतो सेतो कस्तो सेतो अनि त्यही त हो क्रिस्टलमा छ यो के अरे झाँक्रीहरूसँग कुनै देवताहरू चढेर केही बोल्छ कि बोल्दैन त होइन जाँग्रीले त भनिसक्यो यहाँ भनिसक्यो है यस्तो जान्ने दामी हो क्या यो उँधो सङ्गमा हजुर यो चाहिँ हाम्रो हालेसेको बस नि हजुर हजुर उहाँकै दिदीबहिनी ए हजुर हजुर ए हलासे महादेवको कान्छी बहिनी भनेर उसको आङमा चढ्यो अँ,
अनि यहाँ खास नाम राखेको छैन नि अहिले अहिले नाम अनि अस्ति मेनले ठुलो लामा आउनु भएको थियो हजुर त्यसलाई राख्नु लाउने भने ए। अध्यक्ष अब गर्छ होला नि खर्च गर्ने रहेछ त 1 लाख बजेट छुटाएछ त अब राख्छ होला व्यवस्थित नाम राख्छ होला अनि यतातिर भित्र अलिअलि अनि बत्तीहरू थोरै कुनै ठाउँमा अनि यहाँको त्यो ढडेनहरू अलिकति कुर्नुपर्ने रहेछ है बाटोहरू ल सरहरू भयो ल आउनुहोस् सरहरू अलिक उतै जानुहुन्छ कि भयो ल गुफा पनि हेऱ्यो जस हाम्रो दुःखको फल मिल्यो है हाम्रो पाँचौँको ठाउँमा भएन भने अब एकदम राम्रो रहेछ अलिकति अप्ठ्यारो भयो त नि तर अघि जति दुःखले उकालो चढाएको थियो जस खुसी भयो खुसी लाग्यो है दुःखको फल दुःखको फल मिल्यो जस यसो हेर्दाखेरि चाहिँ नसोचेकै छ क्या फेरि स्ट्रक्चरहरू यहाँतिर चाहिँ यस्तो गरेर बाटो बनाएको रहेछ यो जमिन मुनि पनि यस्तो हुनुपर्छ हजुर यता त आम्मा है यहाँबाट नि माथि उँधो यहाँबाट उँधो 2-3 ताला छ त्यता हुँदो है यो मुनि छिटाहरू गएको थियो अस्ति आज यहाँबाट 2-3 ताला तल यहाँ हेर्नु कहाँ यार यहाँ त पातलै पुग्छ कि यहाँ हो यहाँ हेर्नु त खोलामा पुगिन्छ तर यहाँ चाहिँ ढुङ्गा लगाउनु पर्छ कि जस्तो लाग्यो त हो त्यहाँनिर चाहिँ हेरौँ त यहाँ के गरी बच्चा पुग्छ बच्चाहरू चाहिँ एकदम बच्चाहरूको लागि चाहिँ माथि बन्दै गर्नुपर्छ हो हो त्यो गर्नुपर्ने छ नानीहरूले नि हजुर बच्चाहरूलाई नचिराउनु ए त्यस्तोलाई त तान्नु पनि सक्छ अनि त्यो सुरुङ हुन्छ नि म्याचमा नेचर सुरुङ चाहिँ अलिक बन्द गर्नुपर्छ यतापट्टि चाहिँ यता भल छिरेर छिर्छ कि जस्तो लाग्यो अहिले माथिबाट बन्द छ भने पछि टक्क लाएर अलिकति मेहनत गरेर उता एउटा लामालाई राख्ने ठाउँै रहेछ हौ टक्रक्कै पूजाको लागि ध्यान गर्छ नि कतै कतै त्यस्तोमा ध्यान गरेर एकदम शान्ति हुन्छ शान्ति हुन्छ हजुर मामा है त अलिकति सक्छ ओहो बाहिर त बिजोक पारा पो रहेछ त अनि पानी परिरहेको रहेछ भित्रै पो राम्रो लाग्यो मलाई त गुफा पनि हेऱ्यो यहाँनिर छिर्नु चाहिँ अलिकति गाह्रो है त थोरै हेर इन्ट्रान्स पोइन्टमा चाहिँ यहाँनिर कस्तो तरिकाले बनाएको रहेछ उनीहरूले सायद ढला नहोला हेरेको माथि ला यार मेरो पैसा झरेछ हो र तलै झरेछ ए होला सायद देखेको तिनजना देख्नुभयो ल ल ठुलै पानी पर्दैछ नि बाहिर चट्याङको भिर भिर त गाह्रो छ त चिप्लेला नि फेरि चेप्लेन छ अहिले त पत्करै रहेछ कहाँको चट्याङको भिड भनेको चाहिँ अप्ठ्यारो रहेछ तल त्यो भिडबाट धेरै अप्ठ्यारो छैन पर हामीले नि हिँडेको हेलो तात्ताल गुफाको दर्शनपछि हामी घर फर्किरहेका छौँ तर बेजोड तरिकाले असिना र पानीहरू बर्सिरहेको छ यात्रा रमाइलो भइरहेको छ अविस्मरणीय भइरहेको छ